ल साथीहरू, आज भने फेरि पनि मैले चाहिँ एनालोजी रिजनिङ सर्ट ट्रिकमा ल्याएको छु। सबैभन्दा धेरै चाहिँ यो क्वेसनमा सबैले धेरै मिस्टेक गर्नुभएको हुन्छ होइन, त्यसैले चाहिँ मैले यो क्वेसन ल्याएको छु। अब हाम्रो चाहिँ क्वेसनमा दिएको छ 2 को जोडा 5 र 7 को जोडा कति हुन्छ हामीले निकाल्नुपर्ने छ। अप्सनमा दिएको छ 24 छ, 19 छ, 11 छ, 18 छ। ल हामीले ट्राई गरौँ। सबैभन्दा पहिला चाहिँ हामीले यसलाई 2 को जोडा 5 छ भनेपछि 5 कसरी भएको भनेर चाहिँ हामीले चाहिँ यो निकाल्नुपर्ने हुन्छ। 5 हामीले चाहिँ यसरी पनि निकाल्न सकिन्छ कि अब हामीले 2 लाई 2 मल्टिप्लाई गरेर प्लस 1 गऱ्यो भने 5 हुन्छ। अब यो फर्म चाहिँ मिल्छ। फेरि अब हामीले यो फर्म मिल्यो भने चाहिँ अब 7 लाई पनि यही तरिकाले गर्नुपर्यो। 7 इन्टु 2 14 हुन्छ। 14 प्लस 1 गर्दाखेरि त 15 हुन्छ। 15 उता हाम्रो चाहिँ अप्सनमा छ। 15 अप्सनमा छैन। के भयो त अनि हाम्रो यो ट्रिक चाहिँ फेल भयो। अब यो ट्रिकले चाहिँ काम गरेन। हामीले चाहिँ अब फेरि के गर्नु त प्राइम नम्बरहरू चाहिँ हामीले चाहिँ जहिले पनि याद गर्नुपर्ने हुन्छ हैन। हाम्रो प्राइम नम्बर के हुन्छ त मैले यहाँ लेखिदिएँ। प्राइम नम्बर हुन्छ 2, 3, 5, 7, 11, 13 चाहिँ हाम्रो के हो त यो मैले 13 सम्म लेखेँ। यो हाम्रो प्राइम नम्बर हो। अब हामीले चाहिँ 1 ले 1 छोडेर गर्नु पर्यो हैन। 1 ले 1 ले 2 ले 5, 7 ले 13 हामीले बीचमा 1 छोडिरहेछौँ हैन। अब यसै गरेर प्राइम नम्बर हामीले चाहिँ जोडेर गर्दाखेरि प्राइम नम्बर के छ हाम्रो यो प्राइम नम्बर भयो। प्राइम नम्बरले हाम्रो चाहिँ 2, 3, 5, 7, 11, 13 चाहिँ प्राइम नम्बर लेख्यौँ है। अब प्राइम नम्बरले चाहिँ हामीले 5 कसरी बनाउने भन्दाखेरि यो प्राइम नम्बर हामीले बीचको छोडेको अङ्कसँग अनि 2 प्लस 3 गर्दा कति हुने रहेछ यो 5 भयो। अब फेरि यसै गरेर हाम्रो यो पनि मिल्नु पर्यो। अब हाम्रो 7 प्लस हामीले चाहिँ यसले चाहिँ छोडेको यसलाई चाहिँ होइन। अब 7 प्लस 11 गर्दाखेरि कति हुने रहेछ 18 हुन्छ। अब चाहिँ हाम्रो अप्सनमा 18 छ भनेपछि के हो त अब हाम्रो चाहिँ यही डी राइट एन्सर हुने भयो हैन। जहिले पनि हामीले चाहिँ कुनै पनि एनालोजीको हिसाब गर्दाखेरि चाहिँ हामीले चाहिँ प्राइम नम्बर चेक गर्नुपर्ने हुन्छ जहिले पनि पहिला चाहिँ हैन। प्राइम नम्बर भएन पर्पट्टि प्राइम नम्बर भएन भने हामीले त्यसपछि फेरि स्क्वायरहरू चेक गर्नुपर्ने स्क्वायरबाट क्युबहरू अनि त्योबाट भएन भने हामीले अरू पनि लजिक लगाउन सकिन्छ।